मित्रहरू, माउरी पालक मित्रहरू, यसलाई भन्छ चिबेचरी है। यसको पुच्छर यस्तो क्यापे हुन्छ। माउरीको यो जब हुस्सु लाग्छ, पानी पर्छ नि, माउरीको यस्तो खेदो गर्छ नि, यसले माउरी टाक्टु रित्याइदिन्छ। यो हेर्नुहोस्, यो यसरी बाक्साको छेउमा आएर यो तारमा आएर बसेको थियो। आज म जान्छन् 4-5 घन्टा भयो यसको पिछा लागेको। तर यो बच्चा है, यो बच्चा माउ यत्रो ठुलो हुन्छ। यो हेर्नुहोस् है, यस्तो छ, टाउको यस्तो हुन्छ। यो जुन चुचो छ नि, यो चुचो अहिले तपाईँले हतियारले काट्दा नि काटिँदैन होला, त्यस्तो डर हुन्छ यसको चुचो। हेर्नुहोस् है, त्यसपछि पुच्छर यस्तो हुन्छ। ल मित्र, माउरी पालक मित्रहरू, अति नै दुःख कष्ट पीडा किसानको कहिले पनि भलो छैन है। जहिले रोएरै जिन्दगी। अब अहिले यसरी पानी धुम्यो, यस्तो पानी पऱ्यो, यो सर्लाहीमा हो। अहिले मसँग केही पनि छैन, तर एउटा दुईटा माउरी निस्किन्छ, ख्लत्तै सक्यो यसले।